नमस्कार सबैजनामा म कार्गो कुरियरको सञ्चालक। तपाईहरुले भन्दै हुनुहुन्थ्यो नि हाम्रो ओम कार्गोबाट कसरी प्याकेजिङ हुन्छ भनेर। एकचोटि हेर्नुहोस् हाम्रो ओम कार्गोबाट भरपर्दो तथा गुणस्तरीय प्याकेजिङ हुन्छ। कसरी हुन्छ कस्टमरले एकचोटि ओपनिङ गरेको यो प्याकेज एकचोटि राम्रोसँग सबैजनाले हेरिदिनु होला। राम्रो तथा भरपर्दो कुरियर छान्न चाहनुहुन्छ भने ओम कार्गो कुरियर चितवनमा कन्ट्याक्ट गर्नु होला सबैजनाले एकचोटि। सबैजनाले भन्दै हुनुहुन्थ्यो ओम कार्गो कुरियर त एकदमै बेस्ट हो। कसरी हुन्छ ओम कार्गो कुरियर बेस्ट हेर्नुहोस्। जापानबाट एउटा कस्टमरले भन्दै हुनुहुन्थ्यो ओम कार्गो कुरियरबाट सामान मगाएको एकदमै राम्रो लाग्यो। म फेरि पनि तपाईहरुलाई सामान मगाउँछु तपाईहरुसँग भन्दै हुनुहुन्थ्यो। हेर्नुहोस् किन चुज गर्नुहुन्छ सबैजनाले ओम कार्गो, के छ त्यस्तो खास भन्नुहुन्थ्यो नि। हेर्नुहोस् ओम कार्गोमा यस्तो राम्रो प्याकेजिङ हुन्छ सामानको। अब हेर्नुहोस् भित्र पनि हामीले सामान घिउको बोतल, हनीको बोतल कति राम्रोसँग प्याकेजिङ गर्छ। कस्टमर यसै त खुसी हुनुहुन्न नि हाम्रो ओम कार्गो कुरियर चुज गरेर। कहिलेकाहीँ ढिलो सामान पुगेला त्यो हामीबाट कमजोरी हो, अरू केही कमजोरी छैन हाम्रो ओम कार्गो कुरियरमा। हेर्नुहोस् कस्टमरले अब कसरी सामान खोल्नुहुन्छ। यति खुसी हुनुहुन्छ कि मलाई तपाईँको प्याकेजिङ एकदम मन पर्यो भनेर कस्टमर पनि त्यस्तै खुसी। हामी पनि कस्टमरको साथ सपोर्ट पाएर त्यसै खुसी छौँ। हेर्नुहोस् माथि त्यस्तै प्लास्टिक हालिदिन्छौँ हामीले। एकचोटि हेर्नु होला कस्टमरको सामान पनि त्यस्तै नै प्याकेजिङ गरेका छौँ हामीहरूले। छान्न चाहनुहुन्छ कुन कुरियर छान्ने होला भनेर ओम कार्गो कुरियरमा अवश्य छान्नु होला ओम कार्गो कुरियर। हेर्नुहोस् कसरी प्याकेजिङ गर्छौँ। च्याउचाउ त प्याकेजिङ गर्नु भने अरू सामानहरू तपाईँको फुट्ने सामानहरू दालदेखि लिएर महसँग घिउसँग सबै कुराहरू प्याकेजिङ गर्छौँ। कस्टमर यदि खुसी हुनुहुन्छ कि हामी ओम कार्गो कुरियर नभइकन बाँच्नै सक्दैनौँ भन्नुहुन्छ। हाम्रो ओम कार्गो कुरियर चितवन भरतपुर छ होइन, भिडियो लामो हुन्छ भनेर कस्टमरले हामीलाई छोटो भिडियो पठाइदिनु भएको थियो होइन। सबैजनाले सम्झिन चाहनुहुन्छ भने चितवन कार्गो कुरियर सेवालाई कन्ट्याक्ट गर्नु होला। धन्यवाद।